मिनी ब्लकमा साथीभाइ हैन माछा अब हेर्नको लेभल नै मिल्दैन पक्का हैन केटाहरुले दुईटा पाएर हेर्न गाइस दुईटा 24 ग्राम दुधकोसीको ताजा भन्छ कोरियन जस्तो ठकेर छ वेलकम टु माई मिनी ब्लकमा साथीभाइहरु तपाईलाई सबैलाई स्वागतम छ र आज चाहिँ हामी दुधकोसी नदीमा चाहिँ फिशिङ गर्न आइसकेको छौं तपाईहरुले देख्न सक्नुहुन्छ हैन फिशिङ चाहिँ यसरी गरिन्छ हैन पारी चाहिँ एकजना हुनुहुन्छ वारी चाहिँ एकजना दुईजना हैन दुईजनामा चाहिँ कस्तो भन्दाखेरिमा चाहिँ वार पारे हैन चाहिँ वार पारे खेल्नु पर्ने हुन्छ तपाईहरुले देख्न सक्नुहुन्छ हैन यस्तो भइसकेको छ अब हामी बगाउँदै जाने तल निकाल्नु पर्ने हुन्छ फाइनली हैन तपाईले देख्नै सक्नुहुन्छ अहिले माछा कतिको पर्छ म तपाईहरुलाई देखाउँछु हैन केटाहरुलाई चाहिँ यसरी तानि सकेको छ तपाईले देख्न सक्नुहुन्छ हैन अब यहाँ बगाउने कार्यक्रम हुन्छ ल छोड ल अब हाम्रो चाहिँ अब हिँड्ने कार्यक्रम भयो है हेर्नु होला गाइस अब माछा कतिको पर्छ माछा अब हेर्न सक्नुहुन्छ हाम्रो जाल यस्तो है कोसीमा चाहिँ यसरी भाग्नु पर्ने हुन्छ हैन एकदम छिटो छिटो नत्र भई जाल तलसम्म पर्ने सम्भावना हुन्छ त्यसैले हामी चाहिँ कुद्नु पर्ने अवस्था हुन्छ गाइस हेर्नु होला हैन माछा कतिवटा पर्छ भन्ने कुरा हैन हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ जाँदैछौँ है जाँदैछौँ तपाईले पहिलेदेखि नै सुरुदेखि नै अन्तिमसम्म माछा कसरी पर्छ म देखाउँछु तपाईहरुलाई हेर्दै जानु होला माया सपोर्ट गरिदिनु होला हैन चाहिँ माया सपोर्ट गरिदिनु होला हेर्दै जानु होला माया गरिदिनु होला म तपाईको माझमा नयाँ नयाँ भिडियो नयाँ कन्टेन्टहरु लिएर आउने छु तपाईको माझहरुमा देख्न सक्नुहुन्छ हामी चाहिँ अब जाने काम के भएर जाला अड्किरहेको छ निकालिसक्यो अलिक पारी चाहिँ अलिक पानी ढिलो छ क्या त्यही भएर ढिलोको कारणले चाहिँ पानी अलिक चल्न सकेको छैन यता चाहिँ अलिक पानी छिटो छ त्यसको कारणले अलिक जालको लेभल नै मिल्दैन त्यही भएर अब हेरौँ कतिवटा माछा पर्छ हेर्दै जाम हेर्दै जाम तपाईँहरूले अब म चाहिँ यहाँ पक्का होइन केटाहरूले जाल बगाउँदैछ म चाहिँ पछि हिँडिरहेको छु भिडियो बनाउनुको लागि होइन त्यसको कारणले गर्दाखेरि अब के हुन्छ तपाईँ भ्युहरूलाई म माछा देखाउनु सक्छु कि के भएर जाल अड्किएछ गाइस हेर्नु होला हामी चाहिँ अब चाहिँ उरालो तल बगाउनु जानुपर्ने हुन्छ हेर्दै जानु होला होइन भ्युअरहरूलाई म माछा पर्छ कि पर्दैन भन्ने भ्यू म तपाईँहरूले देखाएको छु खोइ हेर्नु त गाई सर्पो खोइ कहाँ खोइ सर्पो रहेछ है गाइस सर्पो गाइस सर्पो भनेपछि मलाई त एकदम ओभर नै डर लाग्नुहुन्छ अट्क्यो केटा अट्क्यो हानेन म चाहिँ पर्ले अलिकता ताने यता छोड़ दे ना ओरा लग्न पर्छ क्या हामी चाहिँ तल जाँदैछौँ है तल मुदु खोइ केटा हो के अरे सक्नुहुन्छ यो माझी टोलीहरू यिनीहरू आमा कि माछा पर्छ होला ओ सरहरू के गर्नुभएको देख्न सक्नुहुन्छ भ्यूहरू ए चप्पल यस्तो भयो
दुधकोशी नदीको भ्यू। भाइ घर कहाँ हो? जाँदैछु। भिड चाहिँ 4 मिनटको भइसकेछ। माछा पर्छ कि पर्दैन हेरौँ। हानेन पर्नु पर्ने हो। एकछिनको लागि ब्रेक। हेलो, हामी चाहिँ यहाँ अन्तिम चरणको अन्तिम चोटि जाल बगाउँदैछौँ। यो सानो मजुवा भन्छ यहाँ चाहिँ। यहाँ साथीहरू हामी सबै छौँ होइन। यो चाहिँ पुरै छुट्टिएको जग्गा। पहिला चाहिँ पुरै यतापट्टि बग्थ्यो खोला, अहिले चाहिँ फेरि यता योभन्दा पनि यता चाहिँ अलिक बढी नै छ। अनि साथीहरूसँग यसो खेलिरहेछौँ, रमाइलो गरिरहेछौँ, फिसिङ ट्राई गरिरहेछौँ। तर यहाँ अहिले चाहिँ अस्ति बाढी आएको थियो अनि बाढीले पुरै अहिले चाहिँ सङ्ल्याएको थियो क्या। सङ्लेको बेलामा चाहिँ पुरा माछाहरू ठुल्ठुलो माछाहरू चढ्ने रहेछ। त्यही भएर चाहिँ यहाँ मेरो साथीहरूले चाहिँ माछाहरू धुमतामास गरिरहेछन्। हाम्रो जाल चाहिँ यो हो है, यो हो हाम्रो जाल। यो चाहिँ यो हो। हेलो गाइस, हाम्रो केटाहरूले 2टा माछा पार्यो। हेर्नु उता छ। कतिवटा ठुलो हेर्नु गाइस, ठुलो 2टा। ओइ मा कति किलोको के भन्छ? 2टा 2400 ग्राम 14 वाह, के माछा चामु? 2400 खुलेको होइन मैले मास सरे तिमीहरूलाई। जिम्दैछ गाइस, हेर्नु होला। दुधकोशीको एकदम ताजा माछा। हेर्नु त 2 किलो त छ मजा। 2400 ग्राम 24 ग्राम छैन, 2400 ग्राम यो झन्डै 13-1400 ग्रामको छ। 13-1400 ग्रामको छ। हेर्नु होला, दुधकोशीको ताजा माछा। खतरा छ यार, त गर्दी माछा भन्छ। यो चाहिँ पेट बोकेर छ। हेर्नु होला, करेन्ट चाहिँ मसरे यार कस्तो भिड चाहिँ। माल फस्यो गाइस, माल 2टा। केटाहरू के हो? याम साँझेन अब यामे यो साँझे हेर्नु त केटा, हामी चाहिँ जम्मा 6 जना छौँ। 2टा भुरा पनि पारिसकेर छ। हेर्नु होला, हामी चाहिँ टक्क माछा लगेर जाँदैछौँ। हेर्नु होला, माछा देखा रुत्तै मुयो मार्नु। केटाहरू हामी चाहिँ जाँदैछौँ है फेरि। अब हामी फेरि माथिबाट बगाउन जाँदैछौँ। हेर्नु होला गाइस, म चाहिँ अघि पारी थिएँ होइन, घर पोडी खेल्दै आएको। केटालाई जाल छोड्दै थिएँ मैले होइन, अनि जाल छोडिदिएर म आएको थिएँ। अनि झाङ्गा झोली नखेलेको केटालाई 2टा झिकेछ। राम्रो हो, केटाहरू जाँदैछन्। तपाईँले देख्नु सक्नुहुन्छ हाम्रो 2टा एक तालमा 2टा पारेको हामीले। एकै तालमा 2टा पारे, यहीँ पारेको। अब केटाहरू जाँदैछन्। अब जाल बगाउने एकदम तन्पारी अवस्थामा छौँ हामी फेरि पनि। हाम्रो टिमवर्क चाहिँ एकदम कडै छ होइन केटाहरू। जाल चाहिँ एउटा छ, हामी यतिखेर चाहिँ 5 जना छौँ। केटाहरूको टिमवर्क चाहिँ एकदम दामी छ। केटाहरूले चाहिँ एकदम चाहिँ परिश्रम गरिरहेछ। परिश्रमको फल नै मिठो हुन्छ भन्छन् होइन। हेरौँ अब फेरि पर्छ पर्दैन। अब हामी चाहिँ केटाहरू, ए केटा ढेकाल उता छिटो। उता
बाँस बाँस बिस्तारै अहिले भाँच्छ बाँस भाँच्छ बाँस भाँच्छ केटा बाँस भाँच्छ अलिक पर बिस्तारै ढेकाल 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 आजको मेरो ल ठिक छ राइट ल हेर्नु त यस्तो छ है हाम्रो चाहिँ टिमवर्क नि एकदम चाहिँ कडापन छ होइन हामी भनौँ न 6 जना छौँ 6 जनाको टिमवर्क एकदम बबालले छ हेरौँ अब पर्छ पर्दैन माछाको जोस यत्तिको हुन्छ कि केटाहरू माछाको यत्तिको उत्यो हुन्छ कि इनर्जी हुन्छ कि केटीको झल्कन माछाको झल्का एउटै हुन्छ भन्छ हो जस्तो लाग्छ किनकि अब केटी चाहिँ पायो भने केटी कहिलेकाहीँ केटी भेट्न जाँदाखेरि चाहिँ यस्तो सम्झिँदा पनि केटीको झल्का हुन्छ तर केटीको भन्दा पनि माछाको झल्का चाहिँ एकदम खतरा नै हुन्छ गाई तपाईँहरू हेर्नु त्यसको हेर्नु त टिमवर्क केटाको त्यस्तो छ हाम्रो केटाहरूको पालो एकदम खतम नै छ हेर्नु सक्नुहुन्छ हेर्नु होला होइन तर अलिक हल्ला धेर भयो होइन गाइस खास गरी माछा पार्न जाँदाखेरि चाहिँ हल्ला नगर्नुपर्ने हो किनकि हल्ला गऱ्यो भने भित्र पानीले माछालाई पनि सुन्छ क्या त्यसको कारणले गर्दा पनि चाहिँ माछा असफल हुन सक्छन् त्यसको कारणले गर्दाखेरि एकदम साइलेन्ट मोडमा होइन चुप लागेर साइलेन्ट मोडमा चाहिँ खेल्नुपर्ने हुन्छ गाइस हेर्नु होला अब माछा गयो भने तेरो जागिर कट हुन्छ नि मेरो केटा हेर्नु होला अब हाम्रो हेर्दै जानु होला हालेन माछा 2टा मात्र भएको कसो हाल्नै पर्ने हो हेलो एकदम बवाल छ हामी चाहिँ खाली ग्राम कहाँ पाछौँ क्या यहाँ भाइलाई पनि लस्सी पर्छ हौ हाम्रो चाहिँ जाल अड्केर केटा जाँदैछ अलिक उता लग्न त्यो चाहिँ जाल अड्केर हेर्नु त जाँदैछ उता लग्न जाल अहिलेको 2टा मात्र कसो माछै छैन त त्यही लाएर उता लग्न उता यो ओह्रालो लगाउँ न माझी दाई के छ अनि ठिकै छ हौ माझी कतिवटा पर्यो अलिक उता लग्न अलिक उता भाइ ल भाइ छोड यो ओह्रालोको आराम सुरु केटाहरूले माछा पार्छ कि भनेको आस्ने छैन हान्यो छैन हेर अनि त्यता चाहिँ आधा घन्टा अलिकति यता दाना जाऊ न जाऊ फेरि पनि बगाउनु पर्छ हौ त्यो अम्बानीमा नलुङ्लो उडिँदैन अरे यार जा साँच्ची ढडियामा माछा परेन हुनु त्यहाँदेखि उता लगौँ होइन त्यहाँदेखि यता ल्याऊ उहाँ क्या हेलो गाइज अहिले चाहिँ पानी परिरहेछ होइन म चाहिँ अब घर हिँडेको होइन भिडियोमा
आजलाई भिडियो यति नै मेरो भिडियो गाइज हेरिदिनु होला माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला होइन त्यस्तै म अलिक योभन्दा राम्रो कन्टेन्ट ल्याउनेछु तपाईँको माझमा गाइज ल गाइज अहिलेलाई मेरो भिडियो यति नै गाइज अहिले म बिदा भएको गाइज हस्त बाई